नमस्कार साथीहरू, म विजय छेत्री। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ साथीहरू। आज लगभग 6-7 महिना भयो होला साथीहरू तपाईहरुसँग बात गर्न नपाएको है। कस्तो अब त्यस्तै हो, अब आफ्नो समस्या है, कारणहरू, यस कारणले पनि म कन्टिन्युटी दिन सकिनँ। र अहिले आज एकदम ब्रेभ भएर चाहिँ एकदम ताकत आफूलाई मुटुमाथि ढुङ्गो राखेर चाहिँ साथीहरू मैले ब्लग बनाउन गइरहेको छु है। अहिले चाहिँ अब कात्तिकको कराकर छ साथीहरू, किसानी दाजुभाइहरू सबै चाहिँ अहिले खेतमा हुनुहुन्छ। र साथीहरू एउटा दुःखद खबर के हो भने चाहिँ अहिले बिचमा दाजुभाइले काटेको है धानहरू चाहिँ भिजायो बर्सातले। यति दुःख गरेर बनाएको दाहरू यति दुःख गरेर चाहिँ है कमाइएको खेती चाहिँ अचानक चाहिँ पानी आएर भिजाउँदा कसको मन रुँदैन र साथीहरू है। त्यो कारणले पनि अब अहिले उहाँहरूले राम्रोसँग खेती पातीहरू चाहिँ हुन सक्नु भएको छैन। ठिकै छ, अहिले आजको मौसम हेर्दा चाहिँ आज पानी नआउला जस्तो छ है। आउन पनि सक्दैन सायद, माथि खारिरहेछ। हेरौँ अब कस्तो आउँछ साथीहरू। अरू त सबै ठिकै छ है। साथीहरू तपाईँले दसैँ तिहार राम्रोसँग मनाउनु भयो होला है। हामीले पनि मनायौँ र त्यो बेलामा मैले ब्लग बनाउन सोचिरहेको थिएँ, तर कारणवश मैले ब्लग बनाउन सकिनँ। यसको लागि म क्षमा प्रार्थी छु। र यस्तै हो साथीहरू, अब गाउँघरको रहनसहन रीतिरिवाज है। अब चाहिँ अब भैँसीहरू, अब गाईबस्तुहरू पाल्नै पर्यो, त्यसको लागि घाँस त बनाउनै पर्यो होइन। त्यस्तै छ साथीहरू। अब यो तपाईँलाई देखाउँछु म। पहिला चाहिँ यो टिनले बारिएको थियो, ल हेर्नु साथीहरू। अहिले चाहिँ यस्तो किसिमले जङ्गल बनिरहेछ, ल हेर्नुहोस् यो घर है। यो पुरानो मोडलको घर हो। चाहिँ पहिलाका जमानामा हाम्रा हजुरबाहरूले बनाउनु भएको घर चाहिँ यस्तो हो। ल हेर्नु, यो पुरै लोप भएर गइसकेको छ। ल हेर्नु, अहिले झाडीहरू पलाइरहेको छ यहाँनिर है, तपाईँले देख्न सक्नुहुनेछ। ल हेर्नुहोस्, यो चाहिँ मेरो घर भयो, तपाईँलाई थाहा नै होला। र यस्तै साथीहरू गाउँघरको चाहिँ अपडेटहरू मैले तपाईँहरूलाई दिइरहेको छु। अरू पनि अपडेटहरू अपडेट गर्दै जाने नै छु। साथीहरूलाई त्यही पनि एकचोटि होइन भेटौँ, कस्तो छ के छ हालखबर बुझौँ भन्ने अभिप्रायले चाहिँ मैले चाहिँ यो ब्लग बनाउन गइरहेको छु है। यस्तो छ साथीहरू। ल हेर्नुहोस्, अब ल हेर्नु झाडीहरू है, बाटो नै यस्तो छ, झाडीहरू पुरै ढाकिरहेछ। ल हेर्नुहोस् साथीहरू। ल अरू त यस्तै हो साथीहरू है। अब अहिलेको हाम्रो चाहिँ गाउँको अपडेटहरू मैले तपाईँहरूलाई बताइसकेको छु। र यस्तै अब फेरि पनि मैले कन्टिन्यू सायद साथीहरू, अब मैले डेली ब्लग अलि हाल्न नसक्ने कारणले म तपाईँहरूलाई क्षमा प्राप्ति गर्न चाहन्छु। तर पनि म यसको ब्लगहरू डेली अपलोड गर्ने अभिप्रायले मैले चाहिँ कोसिस गर्नेछु है ब्लगहरू। ल हेर्नुहोस्, यो चाहिँ धारा हाम्रो है। ल हेर्नु, मौसम यस्तो छ चाहिँ सबै नै। र यहाँ ल्याएर साथीहरू यो घर चाहिँ टिलिक्क पहिला जमानाको घर म तपाईँहरूलाई देखाउँछु है। ल हेर्नुहोस्, यहाँनिर अहिले किसान दाजुहरू सबै चाहिँ अब खेतबारीमै हुनुहुन्छ। ल हेर्नु, यो घर चाहिँ अहिलेको पुरानो मोडलको घर। ल हेर्नुहोस्, त्यो आहा कति राम्रो देखिया छ है। ल हेर्नु साथीहरू, यो हाम्रो भिरपाखाहरू जहाँ हामी सानोबाट ठुलोसम्म हुर्कँदै आयौँ। ल हेर्नु यस्तो छ। अहिले चाहिँ साथीहरू अब यो बसाइ जाने क्रम चलिरहेको छ। कारण के हो भने अब चाहिँ मानिसहरूको अलि सम्पन्नशाली भएपछि उनीहरू गाउँ बस्ने कुरो त भएन, त्यसैले अब काठमाडौँ पोखरा जाने गर्नुहुन्छ। यस्तै हो साथीहरू, गाउँघरमा अहिले गाउँ एकदम उजाड भइरहेको छ है। मान्छेहरू कमाउँदैछन्, गाउँघरमा बुढी मात्रै छन्। अरू चाहिँ अब युवाहरू कमाउन जानु पर्यो है। अरू घरका चाहिँ परिवारहरू चाहिँ अब पढाउनको निमित्त अब चाहिँ काठमाडौँ पोखराहरू जानुहुन्छ उहाँहरू होइन। ठिकै यस्तै छ। अब के गर्ने, हाम्रो गाउँको हालखबर तपाईँहरूलाई मैले बताइसकेको छु। र यस्तै ब्लगहरू फेरि मैले तपाईँलाई लिएर आउने नै छु। तपाईँसँगलाई मलाई बिदा दिनुहोस्। बाई बाई।